नमस्ते एभ्रिवान, इट्स मी दिपेन्द्र वर्मा एन्ड वेलकम टु माई युट्युब च्यानल। के छ खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। त्यसपछि हामी तिनजना चट्ट हामी चाहिँ आज मन्दिर जाँदैछौँ होइन। बिहान अब घरबाट हिँड्दा त पुरै अन्धकारमय थियो। हामी एकदम लङ टुरमा आएको नि दाजु। अनि यता आएन यता यसलाई राम्रै देखिँदो रहेछ तपाईँ। यता हेरेर ल दुवैजना हो यो त पाएर। अनि त्यही भएर चाहिँ मैले घरबाट चाहिँ भ्लग स्टार्ट गर्न पाएन होइन। तर अब बिच बाटोबाट भनौँ न मन्दिर पुग्न लाग्छ हामी। के हो केटा? पानीको पाइपको आवाज सुनेर नि हुन्छ केटा। तर फेरि यहाँ मात्रै सुने खायो कि है हल्का पाइपमा यो यो त अनि पहिला चियामा हालेर खानुहुन्छ भन्थ्यो त नि लेमन टी। त्यही उसको लेमन जस्तो चाहिँ उता आउँछ स्वाद चाहिँ। अस्ति मैले यार 3 बोतल जति पेलेर राखेको थिएँ यार लेमन त। चट्ट घरमा टन्न झरेर पेलेर खायो भने बेला बेलामा। तर ऊ राम्रो हुँदो रहेछ कि त्यसलाई पेलेर पनि पकाएर चाहिँ होइन पकाउनु पर्दैन के गर्छ त बेला बेला छान्ने एउटा पातलो कपडाले त्यो चिया तालीले छान्ने अनि त्यसो त्यो जुस हुन्छ नि त्यो हल्का गरेर त पर्दैन त्यो सबै निक्लिँदो रहेछ क्या। निक्लिन्छ अनि त्यो राम्रो हुन्छ तार्ने के बेला बेला ए केही हुँदो रहेन। त्यो पोहोरको त 1 बोतल छ अहिले फेरि नयाँ मैले 2 बोतल अस्ति निकालेर त्यतिकै राख्यो भने त्यो बिग्रिँदो रहेछ क्या। ए होइन तर पकाएर आयो भने चाहिँ त्यो 4-5 वर्षसम्म बिग्रिँदैन क्या। डेन्जर हुन्छ अरे क्या त्यो चाहिँ थोरै हुन्छ अरे हुन चाहिँ होइन तर खतरा हुन्छ। काँचै राम्रो हुन्छ नि तारेर राख्छ भने चाहिँ राम्रो हुन्छ कि बिग्रिँदैन। आज चाहिँ घाम पनि लाग्ला जस्तो छैन हाम्रो वातावरण हेर्दा चाहिँ सबै त्यस्तो छ। मलाई त जाडो होला जस्तो यार। होइन क्या मम्मीले चाहिँ मलाई ज्याकेट लाएर जा भन्नुहुन्थ्यो होइन। अनि के थाहा अब घाम जहिले घाम लाग्थ्यो एकछिन बिहान मात्रै हुन्थ्यो नि त अनि अँध्यारै थियो अनि के थाहा अहिले घाम लाग्यो भने अनि तिमीलाई टोक्नु कि बोक्नु हुन्छ मलाई आनन्द हुन्छ नि फेरि। घाम लागेन भने ठिक छ। म यति चिसो छैन नि धेरै चिसो त नि शिवरात्रि मलाई त्यस्तै भरौँ है ज्याकेट धोएको थिएन नलाएको सस लाएर थुर 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 गाउनु पर्यो है। यहाँनिर आबाले बस्यो यो त केटाहरू हेभन जाने ऊ जस्तो देखिन्छ गेट जस्तो देखिन्छ। ए एउटा भिडियोमा के तराईमा होइन बाइकले जान्छ र वे टु हेभन यस्तैमा अगाडि भैँसी हुन्छ ल्याउनु भैँसीमा ठोकिदिनु यस्तो केही देखिँदैन यार। भ्यू दियो भनेबाट पछिमा माथि खानापतिमा गएर पछाडिबाट यस्तो फोटो खिचेको अगाडिबाट खिच्दा त त्यो नागरिकता भन्न सेतो राखेर खिच्छ नि त त्यस्तै हुन्छ कि यहीँ आज खिच्यो भने त्यस्तै हुन्छ कि हेर न यताबाट खिच्यो भने नि त्यो 5 साइज फोटो खिच्नु लाग्छ होइन नागरिकतामा हाल्नु लाग्छ जस्तो हुन्छ। अनि यहाँ चाहिँ खतरा देखेछ है यहाँबाट तर राम्ररी हामी शिवरात्रिमा आएर चाहिँ हेर्छौँ बेलुकैखेर त हामी उहाँ माथि अघि नै पुगेको थियो यताबाट हिँडिसकेको थियो हामी होला होइन। त्यो चाहिँ यहाँ टक्क आयौँ यहाँनिर बिहान के राति नै आएको यहाँ आएर आधी घन्टा जति आएको आइसक्यो उनीहरू उनी कुरो त लिँदैन यहाँ। अनि टक्क शिवरात्रिमा आएको थियो यहाँनिर भएको वरपर भएको सब फोहोर जति बटुलेर आइसक्यो है सफा भइसक्यो उज्यालो हुँदैन यार। त्यसपछि बल्ल बल्ल उज्यालो हुनु लाग्यो दसैँ जस्तो क्या कि हामी यस्तो एउटा यहाँबाट हाम्रो इन्ट्री हुन्छ यहाँनिरबाट अब होइन। हामी आएपछि टक्क ऊ पनि लाग्यो घाम पनि लाग्यो होइन। यताबाट उगा हो कि यताबाट गइरहेको छ कुहिरो त उहाँ गएर यस्तो फर्किरहेको छ यस्तो हानिरहेको छ दुध ल्याम्प ठिक छ जाउँ हामी यार घाम लाग्यो यति चाहिएको गोरुको मासु ल्याम्प फर्काउने हावा कुर्नु पनि यार त्यस्तो हुँदैन। हेर्नु न यस्तो खतरा राखेँ बादल लाग्यो धेरै नै होइन। उहाँ माथि पुग्नु पर्ने हो नि यो डाँडा हाम्रो घरबाट देखिन्छ कि ट्याङमा होइन अग्लो देखिन्थ्यो। तर यो हेर्नु सुमन यो तलबाट आउँदाखेरि उहाँ तल हामी तल यो तल्लो बिचको रोड आउँथ्यौँ नि त्यो रोडबाट आउँदाखेरि होइन त्यो तल आइफेर यस्तो मात्र हेर्दा त मलाई या अग्लो देखिन्छ नि यो डाँडा खतरा अग्लो देखिन्छ कि। अनि यहाँबाट यस्तो यहाँबाट यता केही होइन ल ओइ खतरा देखिनु भयो त यार यो त नि भ्यू त नि हामी त बादलमा चाहिँ हेर्नु त फोटो खिच्न यो ठिक छ फोटो माथि गएर खिच्नु
चार्ज के हो चार्ज भने के हुन्छ सक्यो त मैले चार्जहरू लिएर आउँ कि जस्तो लागिरहेको थियो मेरोमा पनि चार्ज टिक्दैन होइन मैले अघि जस्तो लागिरहेको थियो फेरि के मलाई यसकोमा त कति 55 भनेर 100 मेगावाटको छ हुन्छ नि के अरे एमएच भन्छ नि 55,000 हजार हैन 100 5,500 45 वाटको कति चाँडो हो यार ठिक छ मेरो 45 वाटको छ समय चाहिँ खोइ मेरो त वाट त मलाई थाहा नै थिएन मैले हेर्नु मेरोमा पनि चल्छ अरू चार्ज खासै नटिकन चार्ज चाहिँ छिटो हुन्छ क्या मेरो मोबाइललाई त्यही खुसी लाग्छ त्यही त यति एकदम राम्रो त नि ला अब यहाँ ल्याम्प फर्क्यो मेरो फेरि के हो ब्राइटनेस मिलाएको ल्याम्पमै तल बन्छ अब केही देखिँदैन यस्तो 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 उ गरेर हल्का अन्दाज ओइ भर्खर पनि मेरो त्यस्तै भएको थियो कि होइन होइन यस्तो हल्का ठाउँ के यार यो पनि त भ्यू होइन ठिक छ तर यतापट्टि क्लियर छ क्या हेर न यतापट्टि केही बादलको एउटा टुक्रासँग छैन होइन यो साइड हेर न फेरि यस्तो हामी आउँदैन हुन्छ तर हिजो तर खतरा सही छ क्या हेर्न पछाडि हेर्न पछाडिको ब्याकग्राउन्ड हेर्न भाइ ब्याकग्राउन्ड हेर्न बादलमाथि जस्तो फिल भइरहेछ है बादलमाथि जस्तो फिल भइरहेको छ हेर न तर घाम त लागेको पर्छ कि घाम लागेन भने त झन् फेरि राम्रै देखिँदैन जाडो हुँदैन हेर मलाई त ठिक्क छ क्या तँलाई गरी हुन्छ होइन एकछिन बस्यो होइन हुँदैन हेर्न अहिले तेरोभन्दा पातल होला यो हो र जा के लगाइरहेको त अन्त त्यो यसो सल लाएर आइहाल्थ्यो सुमा सल फन बेर आइहाल्थ्यो मेरो त पातल त टी सर्ट भन्दा पातल टी सर्ट त टी सर्टै हो तर यो हुँदा नि पातल त के लाग्थ्यो ठिक छ हेर्नु यस्तो आवाज छ तिनीहरूलाई भेटेर जाने हो रामे हामी किन भेट्नु के थाहा तँलाई सोधेन म तेरो काम छ कि भन्ने मन्दिर गयो तर हामी 8 बजी पुग्नु भने कति बज्यो यहाँ थिच्दै मालमा थिच नि अलिकति घर स्विच अफ भयो क्या चार्ज थिएन यार 8:20 भइसक्यो धेरै भयो यस्तो यहाँबाट त अनि तलतिर त हामी त अनि उसबाटै निक्ले जस्तो अनुभव पहिला पानी बजार मलाई कस्तो मलाई पनि लागिरहेको छ ल ओ त्यो बोकेर हाम्रो इन्ट्री भइसकेको छ के हो मैले ठिकै दिएँ तिनटै मनी हाल्दियो होइन त्यो अरू पनि हाल्यो त्यसमा नि तिमीले मनी त मनी त त्यहाँनिर ए भोगाले पनि तान्न नसक्ने डस्टबिन यहाँ छ कि डस्टबिन मलाई त मन लाग्यो नि मलाई चुइगमहरू खाएको यस्तो खेल्न मन लाग्यो नि बजारतिर यस्तोतिर त्यो त एकदम राम्रो हो नि त केटा नि त्यो बानी जति राम्रो बानी कहाँ छ नि हाम्रो दुनियाँमा कुनै चिज छ त नि पनि गोजीमा लाग्छ ला न जोडी सल्काउनु पर्छ जोडी नि होला खोइ लाइटर यहाँ हो 5-7 वटा बसेर त्यहाँ कति एउटा जोडी पुरा 2 4 6 8 9 जोडी छ केही हुँदैन यहाँ बिजोडी छ बिर्नी एउटा दे एउटा ल मैले हालिदिइसकेँ त्यो नै हालिदिएँ एक जोडको ल लाइट 7 वटा गएको छ मेरो पनि 7 वटा गएको थियो यहाँनिर यसले गर्न चाहिँ गर्नु तर कसरी गर्नु भन्ने कुरो गर्नुमा भरोसा हुनु पर्यो हो देख्दैन नि भोक लाग्यो यो समाजसम्म मैले त दाहिने हातले यो गर्नु पऱ्यो देब्रे हातले के गर्नु है मान्छे 6-7 दिनसम्म नखाइ बस्यो भने नि के बस्छ होला नि 6-7 दिनसम्म नखाइ मरिहाल्छ नि हौ त्यो अब यस्तो सानी खाएर चाहिँ बन्छ यस्तो हो सुमन कुनै ध्यान यो गरेछ भने त सक्छ नि फेरि मान्छेले केही नगरी टक्क बस्या मात्रै छ भने त त्यो मिल्यो सल्क्यो होला त यस्तो ठाडो पार्न सकिन्छ अब पलाटी सल्क्यो होला ल यो गर्दा यस्तो ल यहीँबाट घुम्दैन दाहिने घुम्दैन भाइ दाहिने लाइटर ल चलो खुस्सा हान्ने यता ल सबै मनोकामना पुरा होस् होइन तर हामी पूजा सुजा यता पूजा
सब पूजापाठ सकेर चाहिँ हामी केटाहरू खाइदिनु चाउँदै लाग्दैछौँ खोइ माथिसम्म बोकेर जाउँ न माथि बसेर खाउँ कि एकमा ओइ त्यो यस्तो ढल्दै म जोगी यार यस्तो छ हामी एकदम बादललाई छुन चढ्दैछौँ तलतिर नि यत्रो सिडी बनाउनु पर्यो कि तल कहिले खानु भयो यो मन्दिर भयो यो चाहिँ होइन यस्तो खतरा छ यार के हो रहेछ भन् तलको सिडी अलि यत्रो छ भन्नुपर्छ जस्तो लाग्छ फराकिलो कि अग्लो फराकिलो फराकिलो भने ठिकै छ ठिक छ तर हामी अब यताबाट चाहिँ हामी अन्त पनि घुम्न जाने प्लान बनाएको छौँ होइन अलि फराकिलो यहाँ मन्दिरसम्म आयो यहाँ टिकोसीको लागि पूजासुजा गर्यो होइन सब प्रोसेस भएर चाहिँ फ्रुटी तर फ्रुटी त कहीँ लेखाएको थिएँ नि त सुमन म फुट्टी नै होइन फ्रुटी नै त्यो होइन फ्रुटी होइन क्या त्यो फुट्टियो नि त त्यही भएर हेर नि सिम्पली खोइ यो कस्तो खालको यो त कस्तो ऊ हुन्छ या खल्लो हुन्छ जस्तो लाग्यो त्यो जुत्ता त पुरै पछाडि चुना बान्ने डिजाइनवाला रहेछ मेरो त डिजाइनको छ जुत्ता अगाडि बान्ने पछाडि बान्ने खासै चुना नभएर फरक पर्दैन यो नि त यो हो क्या हिँड्नु भोग्लाएपछि यस्तै हुन्छ होइन यहाँ चार हात खुट्टा इस्तेमाल गरेर हिँड्नु बेस्ट ठाउँमा हेर नि सबै त यता नि खाल्टो छ उता नि खाल्टो छ है यहाँबाट गएको खोलाले के भन्छ थाहा छ के भन्छ चोर होला वाउ चोर लाग्यो त्यो त कहिले नआयो आउने ठाउँमै छैन के आउँछ त हेर्छ ल यस्तो सही कुद केटाहरू एकछिन भए पनि रनिङ हान्ने चिच्चा केटा एकपल्ट चिच्चा न त्यसरी नै कर न वाह हिमालु यताबाट साइडमा यार वाह यसको लागि केही 4 शब्द भन्न चाहन्छु सुन यस्तो भ्यूको लागि मलाई त काम भन्छ यहाँ चाहिँ बस्नु न यता तलबाटको भ्यू हेर्दै खाउँ न हौ घाममा को फर्किनु म सक्दिनँ दाइ चाहिँ त्यतै भन्थ्यो हामी ढुङ्गा पनि एउटा ढुङ्गा बोकेर आइज केटा गइरहेको फुट्टिने चिसो छैन होला है चिसो हस् यार हो पिकनिक खान चाहिँ कायदा ठाउँ ठिकै हो कि थोरै चाउँछ ल हिमालहरू त केटाहरू हिमाल त बेस्ट देखायो नि है कक्षा भए त खतरा निकाल्छ खतरा देखिन्छ है सैलुङ त अनि केटा अस्ति हामी झन्डै हिँडेर पुगेको थियो अनि होइन हामी चाहिँ अब यहाँबाट चाहिँ झऱ्यौँ ओह्रालो लाग्यौँ दुश्मन ओह्रालो लाग्यो भनेर भन्ने नमिल्ने पाहाडले भन्छ सुमोलाई डेन्जर देख्दो रहेछ यार अबुई मेरो जुत्ताको ब्रेक कस्तो टल्किएको यार ओ एकछिन नटेकै म फोटो खिच्छु ल खिच गरिबो यो कता टिलिल के डायमन्ड टल्केछ टल्किन्छ त यार तर मैले डायमन्ड देखेको छैन हिरा हो हिरा तैँले हिरा देखाछस् दिया छ त किरा भन्दा बाहेक घाँस मात्रै देखिन्छ भने डायमन्ड देखिँदैन हो यसरी हेर नि देखिन्छ त अलिअलि थोडा बहुत हो शीतल पर्यो भने देखिँदो रहेछ नि त नि मैले ट्राई गर्नु गरिबो केही खिच्न नपाएपछि हेर त अनि क्या टिलिल्ल टल्किरहेको छ कि अनुभव चाहिँ हत्ता भइरहेको छ हेर्नु हाम्रो यात्रा भनेको यहाँसम्म हुन्छ ठ्याक्कै यहाँसम्म हुन्छ होइन यो डाँडासम्म अनि अब नेक्स्ट यसको पार्ट चाहिँ अर्को भिडियोमा हेर्नु होला होइन अनि आजको लागि यति नै हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ एन्ड डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर हुनुहुन्छ सब्सक्राइब गर्नु नबिर्स्नु होला यति भन्दै आजको लागि ब्लग यहीँ टुङ्गिन्छ होइन बाँकी ब्लग नेक्स्ट पार्टमा हेर्नु होला थ्याङ्क यू धन्यवाद